म चाहिँ अब जामा पगारी धुनको लागि रेडी हुँदैछु। यहाँ चाहिँ मेरो जामा पगारीहरू छ। अब हामी चाहिँ बारा पोखरी जानलाई रेडी हुँदैछौँ। आज चाहिँ कपडा धुने, त्यस पछाडि पर्सि चाहिँ जाने जामा पगारीहरू धोएर चाहिँ आज रेडी बनाउनु छ। यहाँनिर चाहिँ अब निकाल्नु छ। म चाहिँ धारा पनि आइसकेको छु। धारा आएर अब म लुगा पनि धोइसकेँ। अनि यहाँ आएर चाहिँ मैले कपडाहरू सुकाइसकिरहेको छु। चाहिँ मेरो जामा यो फेटा पटुकीहरू चाहिँ मैले यसरी यहाँ सुकाएको छु। यो मेरो पटुकी, धारा फेटा पटुकी। अब हामी चाहिँ बारा जानको लागि कपडाहरू चाहिँ यसरी धोएर रेडी गर्दैछौँ। यो चाहिँ मेरो जामाको चाहिँ मुजा छ। मुजा चाहिँ मेरो 100 मुजा छ। यो चाहिँ अब हाम्रो सेक्वार नै हुन्छ। खासमा चाहिँ मुन्दमी भाषामा हामीले यो प्रतिस्पर्धा गर्दाखेरि यो मुजाबाट पनि गरिन्छ। मैले चाहिँ यहाँ जामाहरू चाहिँ धोएर सुकाइसकेँ। अब टक्कसँगले यो जामा फेटाहरू पटुकाहरू छ चाहिँ धोएर मैले रेडी गरिसकेँ। अब हामी चाहिँ भोलि जाने तम्तारीमा हामीले चाहिँ साबुनहरू चाहिँ रेडी गरेर यस्तो बनाइसक्यो। अब हामी चाहिँ भोलि बिहानै हामी लाग्नेछौँ। सबैजनाहरू तम्तारी बस्नु होला। बाटो त भरे धुलै धुलो भइन्छ त। ल जानु
बाटो चाहिँ यस्तो रहेछ। त्यो बाटो चाहिँ हामी यसरी गइराखेको छौँ। को गाईघाट जाँदाखेरि रमाइलोतिर रोज्दै फाइनली अब चाहिँ हामी बारा आइसकेको छौँ। बारा पोखरीको पुजारी पण्डारी ती छोराछोरी हुने जति सबै भाइ गए अनि बुढाबुढी चाहिँ अब छोराछोरी थिएन। हामी कसैलाई पाल्नु छैन, हामी यहीँ बसौँ भनेर बस्यो। त्यहाँ तल्लो अहिले बुझ्यो हो मन्दिर त्यो बनेको छ। उहाँ चाहिँ उँधौली उँभौलीमा ऊ त्यहाँनिर पूजा गर्ने ठाउँ माथिको त्यो मन्दिर त्यो अस्ति यहाँ दुख्यो यहाँ दुख्दा दुख्दा यहाँ पुगेको छ। ड्राइभर नै ओइ कितु ओइ कस्तो तातो पानी रहेछ है।
होइन बास बस्नु आयो क्या मान्छेहरू मान्छेहरू त्यो मन्दिरले मासेर उसमा बसे है पूजा बस आज हामी धेरै परा चढाउँछौँ धेरै पैसा चढाउँछौँ बस हेलो यहाँहरू सम्पूर्णमा नमस्कार। आज हामी चाहिँ 2082 साल चैत्र 24 गतेको दिन चाहिँ हामी यहाँ बाराहा पोखरीमा चाहिँ हामी पूजा गर्न आएको थियौँ दर्शन गर्नको लागि। दर्शन गरिसक्यो, पूजा गरिसक्यो र हामी चाहिँ एकछिन विश्राम पनि लिएको छौँ। कोही दाइहरू यता काकाहरू चाहिँ नुहाउँदै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ बसेर एकछिन थकान मेट्दैछौँ। टक्कसँगले यस्तो रहेछ बाराहा पोखरी चाहिँ यस्तो रहेछ है गाइस। फोटो पर्खिला एकछिन पर्खे है पर्खे यो भिडियोमा गइरहेछ क्या ओके सट्टा हानेर जस्तो गर्नु चाहिँ नौताले चाहिँ मैले यहीँ लिएर चढाएको छु, यहीँ छोडेको छु। यो तिर्सुल चाहिँ मैले यहीँ चढाएको छु। यो अर्को मैले फेरि तिर्सुललाई यहाँ गाडेको छु। यो चाहिँ मेरो मन्दमी शक्ति। आदरणीय सम्पूर्ण दर्शकहरूलाई हाम्रो भिडियो हेरिदिनु हुने दर्शकहरूलाई एकदमै धेरै स्वागत छ हाम्रो भिडियोमा। अहिले चाहिँ हामी ठ्याक्कै खोटाङ जिल्लाको अन्तिम भूभाग बाराहा पोखरीमा छौँ र यसै गरी हामी चाहिँ साल्पा सिलिचुङको यात्रादेखि लिएर हामी चाहिँ बारा पोखरीसम्मको यात्रामा चाहिँ हाम्रो नछौँ आदरणीय अशोक दाजु, उहाँलाई चाहिँ हामीले सिलिचुङदेखि लिएर बारा पोखरीसम्मको यात्रामा चाहिँ हामीले आज यसै चैतको अन्तिम बाई बाई बारा पोखरी। हजुर जाउँ है त। बराहाको खाजा है
ट्रकको कालेर बनाउनु भने नि त्यो अहिले कुखुरा गर्छ होइन अब हामी बराहाबाट चाहिँ लाग्दैछौँ फर्किने क्रम जारी छ अब चाहिँ हामी बराहाबाट चाहिँ फर्किँदैछौँ आजको अवस्था यस्तो छ अब दुःख सानो पाइयो त कष्ट एक्सिलेटरको तारै छुट्यो यस्तो बिजोग छौँ बिजोग यस्तो बिजोग भइरहेको छौँ हामी त्यहाँ 3 जना ठेल्दै बाबाहरू के हो त यो यस्तो हाम्रो अवस्था चाहिँ यस्तो छ यात्रा चाहिँ हाम्रो बराहादेखिको अब घर फर्किने थियो त्यो दुःख पाइएको छ नि अब यो पनि त्यही काम पुग्यो काम पुगिसक्यो अवस्था हाम्रो यस्तो छ कहाँ फस्ने हो यस्तो छ हामी चाहिँ फेरि टक्क सखी आएर चाहिँ कफी खाँदैछौँ सखियामा हाम्रो भान्जीहरूको होटल ग्रेन होटल घर आइसक्यो